अहिले हालसालै मात्रै गरिरहेको बुढी चौरमा चाहिँ अहिले भाइरल डाँडोले अर्थात् चिनेको बुढीधार पदमार्ग तपाईँहरू सबैले सुन्नुभएकै होला। त्यस क्षेत्रको म अहिले सभापति हो र त्यो क्षेत्रसम्म जान र अझ पनि पर्यटकहरूले राम्रोसँग जान सकिरहेको छैन बाटोको असुविधाले गर्दाखेरि। र त्यो सुविधा कसरी गराउने हो, अझ पनि त्यो सुविधा गर्न सक्यो भने हाम्रै गढी गाउँपालिकालाई नै हाम्रै पालिकालाई नै फाइदा हुने हो। र त्यसको हिसाबले पनि त्यहाँ बाटो निरन्तरता दिनको लागि चाहिँ हाम्रो मान्छेले एकदमै त्यहाँ साथ दिनु पऱ्यो। हाम्रो वडाको सिलिङ बजेटले मात्रै त्यो सम्भव छैन। त्यो थोरै बजेटको ठाउँमा हामी जान केयरफुल रूपमा एकदम सुविधा सम्पन्न तरिकाले जान हामी सकिरहेको छैनौँ। सँगै यसो आकाशतिर हेरेर कतिखेर पानी रोकेर आएर अनि मात्रै जानुपर्छ भन्ने त्यस्तो अवस्था भइरहेको छ। त्यही भएर सबैभन्दा पहिलो चाहिँ म बाटोलाई नै प्राथमिकता दिनु हुन हार्दिक अनुरोध गर्छु। र त्यसपछि त्यसभित्र भएको हाम्रो पर्यटकीय क्षेत्रहरूलाई पनि निरन्तरता दिन, अझ अहिले भन्दा नि अझै बढी त्यसमा बजेट पाएर निरन्तर दिन आग्रह गर्छु। र अर्को कुरो अब प्याराग्लाइडिङ पनि छ त्यहाँ। अब प्याराग्लाइडिङ कुरो चाहिँ कुनै अब बजेटहरू मार्फत हामीले गर्न मिल्छ कि मिल्दैन, त्यो मिल्यो भने चाहिँ एकचोटि त्यहाँ प्याराग्लाइडिङ सफल भइसकेको ठाउँ हो। त्यो परीक्षण काल त्यो सफल भइसकेको ठाउँ हो। त्यसैले एकचोटि त्यसलाई कुनै बजेटहरू हालेर चाहिँ त्यसलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सकिन्छ भने त्यसतर्फ पनि ध्यान केन्द्रित गर्न चाहिँ म हार्दिक अनुरोध गर्दछु। काठमाडौँ रूपनारायण मन्दिरलाई विश्वेश्वर गुफालाई अझै स्तर उन्नतिको लागि त्यहाँ आवश्यक पर्ने बजेटहरू के गरेर चाहिँ निगरानी गरेर फेरि पनि त्यहाँ इन्जिनियर देखाएरै हुन्छ कि त्यसमा निरन्तर दिनमा आग्रह गर्छु। होमस्टे पनि त्यहाँ बनाउन सक्यो भने त्यहाँ आउने पर्यटकहरू चाहिँ ती बसेर चाहिँ त्यहाँको आनन्द लिन सक्ने, त्यहाँको मनोरञ्जन कुराहरू हेरेर। अनि त्यसपछि त्यहाँ एउटा हाम्रो अब छात्रावास पनि एकदमै आवश्यकता छ। अलिक टाढा टाढाबाट विद्यार्थी भाइहरू पढ्न आउनुपर्ने आवश्यकता छ। 2 घन्टा हिँडेर कमसेकम 3वटा छात्रावास भयो भने कमसेकम 3 बसेर पढ्न पायो भने अलिकति गरेर पढाइको गुणस्तर हुन्थ्यो कि भन्ने चाहिँ मेरो एउटा धारणा छ। अनि त्यसपछि अर्को कुरो अलि अब याता भइहाल्यो। शिक्षाको पनि अलिकति के अरे स्वास्थ्यको अलिकति त्यहाँ कमजोरी छ। एउटा हेल्थ के अरे यो एम्बुलेन्स चाहिँ त्यहाँ निरन्तरता यसो हुन सकेदेखि फ्री यो पालिका भनेको लागि नै भइदियो अझ राम्रो। हाम्रो पालिकाहरूलाई सबैलाई सजिलो हुन्थ्यो। र मेन अनि खेलकुद हाम्रो मैदान पनि निर्माण दिन अलिकति अपुरो छ। त्यसमा पनि यसो अलिअलि बजेट आइदिएदेखि त्यहाँको स्थानीय अब युवाहरू अलिक खुसी हुन्थे। उनीहरूको धारा त्यो चाहिँ त्यो पनि गर्छु है भनेर मलाई आग्रह गर्नुभएको थियो त्यहाँको हाम्रो खेलाडी साथीभाइहरूले चाहिँ। त्यो पनि गरिदिनु होला सकेसम्म। बजेट परेर काँडा पारेर हुन्छ केरी हुन्छ त्यो गरिदिनु होला। मेन भनेको चाहिँ मुख्य भनेको चाहिँ हाम्रो पाउँदैन पुलिस बाटोलाई नै प्राथमिकता दिनु होला। र कसरी हुन्छ गरिरहेको पुलिसहरूलाई 365 दिनै गाडी डुल्न सक्ने वातावरण बनाइदिनु हुन चाहिँ म हाम्रो अहिले हाम्रो माननीय हाम्रो प्रशान्त मुखर्जीज्यूलाई चाहिँ म एकदमै भित्री अन्तर्मनदेखि नै आग्रह गर्न चाहन्छु।